अहिले नेपालको राजनीति एउटा अन्तिम संक्रमणको चरणमा छ। संविधान बनेको छ, तर प्रणाली अझै स्थिर छैन। दलहरूबीचको असहमति, स्वार्थ र सत्ता सङ्घर्षले राजनीति स्थायित्व अझै कमजोर बनिरहेको छ। सकारात्मक पक्ष के छ भने अब विशेष गरी युवा पुस्ता मौन छैनन्। अघिल्लो जेनजी आन्दोलनले जनतालाई जागरुक बनायो। अब जनता नेताको भाषणमा होइन, काममा विश्वास गर्न थालेका छन्। यदि यो चेतना अझै बढ्दै गयो भने आगामी वर्षहरूमा उत्तरदायी परिणाममुखी राजनीति नेपालमा स्थायित्वको दिशातर्फ जान सक्छ। तर अर्को सम्भावना पनि छ। यदि नयाँ पुस्ता आपसमा विभाजित भयो भने र दलहरूले सङ्गठनात्मक शक्ति देखायो भने देश फेरि पुरानै राजनीतिक घुम्तीतर्फ फर्कन सक्छ। यो अवस्था फेरि पनि अस्थिरता, विश्वासको सङ्कट र जनताको निराशा बढ्ने जोखिममा देखिन्छ। नेपालका केही पछिल्ला वर्षहरूमा राजनीति लगातार उतार चढावको बीचमा छ। विगतमा जेनजी आन्दोलनबाट नागरिक सरकार बनेपछि देशमा नयाँ राजनीतिक चेतना फैलिएको देखिन्छ। तर सोही चेतनाको स्थायित्व र परिणाम अहिलेको प्रश्न हो। जेनजी आन्दोलनले नयाँ पुस्तालाई राजनीतितर्फ आकर्षित गर्यो, तर आन्दोलनपछि बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार सुधार ल्याउन सक्छ कि सक्दैन, यो विषयमा समाज दुई धारमा विभाजित देखिन्छ। अहिले पुराना दलहरू पनि आगामी फागुनको चुनावको तयारीमा छन्। एमाले, काङ्ग्रेस, माओवादी केन्द्र सबैले सङ्गठन विस्तार र जनसम्पर्क अभियानतिर लागिरहेका छन्। उनीहरू अहिले पनि देशको मुख्य राजनीतिक शक्तिको रूपमा बलियो जरा जमाइराखेका छन्। तर प्रश्न उठ्छ, के जनताले फेरि पुरानै दलहरूलाई पूर्ण अवसर दिनेछन् वा नयाँ नेतृत्वप्रति जनताको विश्वास बलियो हुँदै जानेछ? नेपालमा अहिले 50% भन्दा बढी मतदाता युवा देखिन्छन्। यी युवाहरू अब अन्ध पार्टी नीतिभन्दा परिणाममुखी विश्वासमा आधारित राजनीतिलाई प्राथमिकता दिइरहेका छन्। त्यसैले यो चुनावमा युवाहरूको मत निर्णायक हुने सम्भावना उच्च देखिन्छ। राजनीतिक विश्लेषक भन्छन्, आगामी चुनाव नेपालको राजनीति दिशा निर्धारण गर्नेछ। एकातिर पुराना दलहरूको अनुभव र सङ्गठनात्मक शक्ति छ, अर्कोतिर नयाँ पुस्ताको ऊर्जा र परिवर्तनको चाहना। अब यी दुई धारबीच जनताको मत कतातिर झुक्छ? त्यसैले नेपालको राजनीतिक भविष्य तयार गर्नेछ। तपाईँको विचारमा के लाग्छ? कमेन्ट गर्न नभुल्नुहोला।